के तपाईले कहिले ध्यान दिनुभएको छ? केही मानिसहरू प्राय असफल अनुभव गर्छन् भने केही मानिसहरू प्राय सफल देखिन्छन्। यो केवल भाग्यको कुरा मात्र होइन। साँचो कुरा त के हो भने यो हाम्रो सोच, माइन्डसेटमा निर्भर गर्छ। सकारात्मक सोचले हाम्रो जीवनको दिशा नै परिवर्तन गर्न सक्छ। आजको कथा यही हो, कसरी हाम्रो सोचले भविष्य निर्माण गर्छ र साधारण जीवनलाई असाधारण बनाउन सहयोग गर्छ। हाम्रो सोच नै हाम्रो जीवनको नक्सा, ब्लुप्रिन्ट हो। जब तपाईँ सोच्नुहुन्छ म असफल हुन्छु, तब तपाईँको दिमागले त्यस अनुसार काम गर्न थाल्छ। तर जब तपाईँ सोच्नुहुन्छ म सक्छु, म सिक्न तयार छु, तब तपाईँको दिमागले अवसर खोज्न सुरु गर्छ। यदि तपाईँ बिहान उठ्ने बित्तिकै सोच्नुहुन्छ आज केही नयाँ सिक्ने मौका छ, तब दिनको प्रत्येक पलले तपाईँलाई ज्ञान, अवसर र प्रेरणा दिनेछ। सकारात्मक सोच केवल मनको कुरा होइन, यो तपाईँको व्यवहार, बानी र निर्णयहरूलाई पनि परिवर्तन गर्छ। एउटा छोटो कथा। एक विद्यार्थी सधैँ सोच्थ्यो म गणितमा कमजोर छु, तर उसले हरेक दिन आफैसँग भन्थ्यो म गणितमा सुधार गर्दैछु। वर्षको अन्त्यमा उसले परीक्षामा सबैभन्दा राम्रो नम्बर ल्यायो। यो सोचको शक्ति हो। नकारात्मक सोचको असर र चुनौती। नकारात्मक सोचले हाम्रो ऊर्जा खाइरहन्छ र हामीलाई स्थिर बनाउँछ। हाम्रो दिमागमा यस्तो विचारहरू आउँछन् जस्तै म सफल हुन सक्दिनँ, मेरो भाग्य खराब छ, म यो अवसर गुमाउने छु। यी सबै विचारहरूले तपाईँको सङ्घर्ष गर्ने क्षमता घटाउँछ। तर याद राख्नुहोस्, अवसर नपाउनु भाग्यको कुरा होइन, तपाईँको सोचको परिणाम हो। यदि तपाईँ आफ्नो सोचलाई परिवर्तन गर्नुभयो भने सामान्य दिनहरू पनि असाधारण अवसरमा परिणत हुन सक्छन्। उदाहरण, साधारण मानिस असफलतालाई अन्त्य मान्छ, तर सफल मानिस असफलतालाई सिकाइको अवसर मान्छ। थमस एडिसनले हजारौं प्रयासमा असफलता भोगे, तर उनले नकारात्मक सोचलाई अस्वीकार गर्दै भन्थे, यो मेरो सिकाइको प्रक्रिया हो। त्यस सोचको कारण उनी बल्ब आविष्कार गर्न सफल भए। के तपाईँ आफ्नो सोच बदल्न चाहनुहुन्छ? आज म तपाईँलाई सकारात्मक सोच विकास गर्ने 5 प्रभावकारी उपाय बताउँछु। पहिलो उपाय, दैनिक सकारात्मक पुष्टि। बिहान उठ्ने बित्तिकै भन्नुहोस् म सक्षम छु, म सफल हुन सक्छु, म हरेक चुनौती पार गर्न सक्छु। यसले तपाईँको दिनको सुरुवात नै ऊर्जा र विश्वासले भरिन्छ। दोस्रो, आफ्नो वातावरण सकारात्मक बनाउनुहोस्। सकारात्मक साथीहरू, प्रेरक पुस्तकहरू, भिडियोहरू अपनाउनुहोस्। नकारात्मक सोच भएका मानिससँग धेरै समय बिताउँदा तपाईँको सोच पनि प्रभावित हुन्छ। तेस्रो, असफलतालाई अवसर मान्नुहोस्। गल्तीहरूलाई विफलता होइन, सिकाइको प्रक्रिया मान्नुहोस्। प्रत्येक असफलता तपाईँलाई अझ बलियो बनाउँछ। चौथो, ध्यान र मानसिक अभ्यास। प्रतिदिन 5-10 मिनेट ध्यान गर्नुहोस्। यसले तपाईँको मस्तिष्कलाई सकारात्मक सोचमा प्रशिक्षित गर्छ। पाँचौं, लक्ष्य र भिजन बोर्ड बनाउनुहोस्। आफ्ना लक्ष्यहरू लेख्नुहोस् र हरेक दिन सम्झनुहोस् म यसका लागि के गर्न सक्छु। एक युवा व्यापारी आर्थिक चुनौतीको सामना गर्दै थियो, तर उसले हरेक दिन लेख्थ्यो म सफल व्यापारी बन्नेछु। एक वर्षमा उसले आफ्नो व्यवसायमा 10 गुणा वृद्धि देख्यो। यो सकारात्मक सोचको शक्ति हो। याद राख्नुहोस्, तपाईँको सोचले नै तपाईँको भविष्य बनाउँछ। आजै सकारात्मक सोच सुरु गर्नुहोस् र आफ्नो जीवन असाधारण बनाउनुहोस्। सकारात्मक सोचका उदाहरणहरू। थमस एडिसन हजारौं प्रयासमा असफल भए, तर सकारात्मक सोच राखेर बल्ब आविष्कार गरे। जेके रोलिङ कठिन परिस्थिति र सङ्घर्षका बावजुद सकारात्मक सोच राखेर ह्यारी पोटरको सफलता हासिल गरिन्। नेपाली उदाहरण, उद्यमी वा खेलाडीहरूले असफलताबाट उठेर सकारात्मक सोच राखे र जीवन परिवर्तन गरे। सकारात्मक सोचले तपाईँलाई चुनौती सामना गर्न, अवसर देख्न र सफल बन्न प्रेरित गर्छ। सकारात्मक सोचलाई जीवनमा स्थायी बनाउने 5 उपाय। 1. दैनिक अभ्यास। हरेक दिन सकारात्मक सोच अभ्यास गर्नुहोस्। 2. सकारात्मक स्रोत। प्रेरक पुस्तक, साथी, भिडियो वा पडकास्टसँग समय बिताउनुहोस्। 3. गल्तीलाई स्वीकार्नु। गल्ती वा असफलताबाट सिक्नुहोस्। 4. आत्मप्रतिबिम्ब, सेल्फ रिफ्लेक्सन। हरेक दिन आफैलाई प्रश्न गर्नुहोस्, आज मैले सकारात्मक सोच अपनाएँ? 5. धैर्य र निरन्तरता। सकारात्मक सोच एक दिनमा आउँदैन, तर निरन्तर अभ्यासले जीवन बदल्छ। अन्तिम प्रेरक शब्द, सकारात्मक सोचले मात्र जीवन बदल्दैन, यसले तपाईँको विश्वास, क्षमता र ऊर्जा सबै बदल्छ। आजै निर्णय गर्नुहोस्, नकारात्मक सोच बिर्सेर सकारात्मक सोच अपनाउनुहोस्। याद राख्नुहोस्, तपाईँको सोच नै तपाईँको संसार निर्माण गर्छ।